ए हाम्रो बजै हुनुहुँदो रहेछ है। बजै चाहिँ यहाँ आएर रोडको छेउमा बस्नुभएको थियो कि अनि बिचरा हिँड्नु सक्नु भएन रहेछ। बजार हिँड्नुभएको रे 90 वर्ष पुगिसक्नु भएको थियो। अनि मैले चाहिँ अनि के सह गरिदिउँ भनेर अनि फेरि ट्याक्सीवालालाई बोलाइदिनु भनेर अनि बजैले हालमनि छिकाप चाहिँ फौज स्यान भन्छ छिकाप यो हालमनि छिकाप दियो हेर्नु पर्स बजेको कागजले बेरेर ए कागजहरू के बोकेछ। अनि मैले 2टा फ्रुट दिएँ बजेलाई अनि ट्याक्सी बोलाइदिएछु। अब ट्याक्सी लिन आउँदैछ बजेलाई। अब यो खास गरी है अब गाउँघरमा चाहिँ जस्तो अब बुढाबुढी मात्रै के यहाँ नेपालमा मात्रै नभएर कोरियामा पनि यस्तै हो। यहाँ चाहिँ पनि बजै र बाजे मात्रै हुनुहुँदो रहेछ घरमा। 90 वर्ष पुगेको रहेछ बजै। आफै खानासाना बनाउनु हुँदो रहेछ। अनि छोरा कहाँ छ भनेको छोरा माथि सौल भन्छ सौल राजधानीतिर छ अरे। बजैले आफ्नो कार्ड देखाउँदै हुनुहुन्छ। म पनि राम्रै थिएँ जवानीमा भन्दै बिचरा बजै गाडीवालालाई बोलाइदिएछु। के गर्नु अब बुढेसकाललाई साह्रै गाह्रो हुने हो। हाम्रो नेपालमा पनि जसरी अब बच्चाबच्चीहरू अब ठुलो भएपछि गाउँ छोडेर सहर पस्छ विदेश जान्छ। कोरियामा पनि सेम हालत छ। यो गाउँघरमा चाहिँ कोही बस्दैन मान्छेहरू सबै सहरतिर गएर। गाउँघरमा चाहिँ यस्तो साँच्चै भन्दा बुढाबुढी मान्छे भन्दा कोही भेट्दैन। सबै बुढाबुढी मात्रै। 오겠습니다. 그 기사님이 일하고 있었네요. 어디요? 모르겠어요. 어디 있는지. 그 일하고 있다고 안 해요. 올 거야. 곧 올 거요. 네네. 곧 오실 거요. 여기 말이 있게. 네네네. 감사해요. 네. 몸이 내랑 어떡하지 먹어. 네네. 드세요. 오, 멀다 멀어. 걸어왔네. 저 그 마을이에요? 저기 앞 마을이?